अनि 12 सिंगा हामीले चाहिँ हेरिसक्यौँ। अब यता पनि छ भने हजुरलाई देखाउने छु। मैले पनि ए त्यो चाहिँ कस्तो गाह्रो भएर हिँडिरहेछ होइन। यहाँ चाहिँ सबै यो स्वास्थ्यको लागि हानिकारक भनेर आइरहेको थियो क्या यो रुख। त्यस्तो फुलहरू त्यो उनले कमामा लगाएको ब्याम्बो यो नै यो चाहिँ स्वास्थ्यको लागि यसले अक्सिजनहरू चाहिँ उस गर्छ अरे के भन्छ नै उसले यसले सोच्छ अरे क्या अक्सिजन। उसले खासमा सोच्नु पर्ने त कार्बन डाइअक्साइड यसले चाहिँ लिन्छ अरे के। त्यो भने त्यहाँ एकदम यस्तो स्वास्थ्यमा समस्या आएको तिलोत्तमामा भन्दै एकचोटि न्युज आएको थियो। भारतीय गैँडा ल हेर्नु है, यहाँ चाहिँ इन्डियन गैँडा हेर्न जाँदैछौँ हामी यो जूमा। अब म चाहिँ देखेपछि हजुरलाई वहाँ चरिरहेको छ हेर्नु है हजुरहरू एकदमै। त्यता ल हेर्नु है त्यहाँ माथि टाढा एकदमै टाढा छ यहाँबाट हेर्नलाई। हेर्न सक्नुहुन्छ है गैँडा एकदमै ठुलो छ चरिराखेको छ। यहाँ चाहिँ हजुरले स्ट्राइड होइन लकड बग्गा हेर्नुहुन्छ। त्यो ठुलो खालको स्याल जस्तो टाइपको त्यो त्यहाँ चाहिँ भित्र सुतिरहेको छ है त्यो हजुरहरूले हेर्न सक्नुहुन्छ। त्यसको भित्र हेर्ने म जुम गरेर देखाइरहेको छु हजुरलाई ल हेर्नु। यसको भित्र चाहिँ त्यो सुतिराखेको छ है भारतीय भेडिया। यसको भित्र चाहिँ स्याल छ। स्याल चाहिँ यहाँ देखिएको छैन, नजिकमा छैन, त्यो कता लुकेर बसेको छ हामीले चाहिँ देख्न पाएन। त्यहाँ चाहिँ हेर्नु त ल हेर्नु है त्यो चाहिँ त्यहाँ घुमिराखेको छ देख्नुभयो नि भित्र चाहिँ। यो चाहिँ सेरियार हामी चाहिँ यसरी अवलोकन गर्दै हिँडेका छौँ। हामीले देख्न सक्ने कुराहरू चाहिँ अलि धेरै टाढा भएको भएर म राम्रोसँग हजुरलाई देखाउन सकेको छैन। त्यसको लागि आइएम सो सरी भन्न चाहन्छु। हिमालयन गिद्ध भनेको छ यो यसमा चाहिँ ल हेर्नु है त्यो चाहिँ उता पर उहाँ बसिराखेको छ हेर्नु है राम्रोसँग। ल हामीले पनि यहाँ यसलाई एमु हेर्दैछौँ। यसलाई चाहिँ के भन्छ मलाई थाहा छैन है नेपालीमा, हजुरहरूले हेर्न सक्नुहुन्छ। उहाँ हाम्रो मेरोमा बसिराख्नु भएको छ घाम होती ल हेर्नु है। एकदमै गर्मी छ। हामी चाहिँ गर्मीमा पनि यस्तै हजुरहरूलाई देखाउनको लागि चाहिँ म एकदमै मेहनत गर्न खोजिरहेको छ। यो जङ्गली क्याट छ यहाँ चाहिँ बिरालो, जङ्गली बिरालो टाढै छ। यो चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। एकदम हेर्ने कोसिस गर्नु होला। ल अब यहाँदेखि चाहिँ लियोपर्ड हेर्न सक्नुहुन्छ है हजुरहरूले। अब अझै धेरै इन्ट्रेस्टिङ ठुलो जनावरहरू जो हजुरहरूले अरू ठाउँमा देख्न सक्नुहुन्न, जूमा मात्रै या ठुलो जङ्गलमा मात्रै देख्न सक्नुहुन्छ, त्यो कुराहरू चाहिँ म देखाउँदैछु यो भिडियोमा। टाढा चाहिँ ऊ बसिरहेको छ हेर्न सक्नुहुन्छ। ल हेर्नु है त्यति थियो, भित्र छ चितुवा। ल हाम्रो अङ्किता म्याडम जाँदै हुनुहुन्छ घुम्टो ओरेर, एकदमै गर्मी भएको भएर। यहाँ चाहिँ हामी बाघ देख्न सक्छौँ। म चाहिँ एकदमै खोजेर हजुरहरूलाई देखाउने कोसिस गर्दैछु। एकदमै गर्मी भएकोले उहाँहरू चाहिँ लुकी बस्नुभएको छ कि हेर्नु है। हो त्यसमा चाहिँ त्यो छ नि त्यसको भित्र हुनुहुन्छ उहाँ बाघ टाइगर। म देखाउँदैछु हजुरहरूलाई ल हेर्नु है त्यो मजाले सुतिराखेको छ हाम्रो सरहरू। एकदमै कस्तो राम्रो यो उठेको भए चाहिँ हजुरहरू कस्तो राम्रो हुन्थ्यो है। हजुरहरूले पनि राम्ररी देख्न पाउनुहुन्थ्यो। मलाई पनि एकदमै मजा लाग्थ्यो यो भिडियो बनाउँदाखेरि। खाना पाइँदैन मलाई यस्तै बोलेर आवाज सुनिनु सुत्न जानु छ त्यही नजिकसँग जानु न। यो पिन्जराको भित्र चाहिँ हजुरहरूले देखिराख्नु भएको छ त्यो घुमिराखेको छ बाघ हो कि चितुवा।
एकदमै घुमेको छ यता र उता यो त्यो रुखहरूले गर्दा हामी चाहिँ देख्नै पाएको छैनौँ है राम्रोसँग हेर्नु है कस्तो राम्रो फुल ल हेर्नु है हजुरहरूले लायन हेर्नु है यहाँ चाहिँ लाइन छ कस्तो राम्रो पानी खाँदैछ उसले चाहिँ ल हामीले चाहिँ यताबाट यहाँ चाहिँ लाइनलाई ल त्यसले पानी खाइरहेछ राम्रोसँग देख्नुभयो नि ल हेर्नु है यो चाहिँ लाइन हो यसले पानी खाँदैछ कस्तो उसलाई एकदमै तिर्खा लागेको छ गर्मी छ नि त किन लाग्यो जस्तो एउटा ठाउँमा बिहा उयो छैन चाबी लगाएर छोडेको हुन्छ त्यस्तै गरिदियो त कस्तो बुढा हो गया पानको त सला यहाँबाट यहाँ कपाल हुन्छ यस्तो ल हेर्नु है राम्रोसँग बुढो भएर फेरि त्यही हो ल ऊ चाहिँ पानी खाएर मजाले बसिरहेछ अरे पहिला यहाँ पनि त्यो यस्तै त हुन्थ्यो नि हामी चाहिँ जूमा यसरी हेर्दै जाँदैछौँ यो यतातिर चाहिँ उसको मूर्तिहरू यो चित्रहरू बनाएर राखेको छ अनि यता चाहिँ रियलमा राखेको छ है यसरी हजुरहरूले एकदमै इन्जोय लिन सक्नुहुन्छ यसरी हेर्नुभयो भने चाहिँ हेर्नु मजाले हेर्न पाउनुहुन्छ यसरी हामी जूमा अहिले भर्खरै कस्तो चिसो हावा चलिरहेको छ भर्खरसम्म चाहिँ एकदमै गर्मी थियो मौसम एकदम चेन्जेबल छ हामी बिरामी पनि हुन सक्छौँ यसरी घुम्दाखेरि केयरफुल भएर घुम्न सकिन्छ हजुर घुम्न नसक्नेहरूलाई मेरो युट्युबमा भिडियो छँदैछ हेरेर इन्जोय लिनुहोस् तरी है घोडा हिँड्दै होइन त्यहाँ चाहिँ सुतेछ आनन्द हजुरहरूलाई चाहिँ यो ढुङ्गा राखे जस्तै देखिन्छ तर त्यो रियल चाहिँ त्यही हो है हेरिराख्नुपर्छ दुईवटा सुतेछन् एकै ठाउँमा यहाँ चाहिँ दुईवटा सुतिराखेछन् हेर्न सक्नुहुन्छ है हामी आज के हेऱ्यौँ त्यो चाहिँ हजुरले मेरो युट्युबमा गएर अगाडिको भिडियोमा पनि हेर्न सक्नुहुन्छ है यो इन्डियाको चिडियाखानामा म घुमिराखेको छु इन्डिया गोरखपुरमा छ यो यहाँ चाहिँ म हजुरलाई यहाँको जूमा चाहिँ के छ भन्ने कुराहरू देखाउँदै हिँडिराखेको छु यो चाहिँ घडियाल यहाँ पनि छ नयाँ कुराहरू हजुरले नदेखेको कुराहरू चाहिँ यसरी युट्युबबाट पनि हेरेर मजा लिन सक्नुहुन्छ घडियाल चाहिँ त्यहाँ पानीभित्र भएको भएर चाहिँ हामीले देखाउन सकेनौँ हजुरहरूलाई ल मगरमच्छी त्यो चाहिँ अजिङ्गरहरू साँपहरू हुनसक्छ है छ होला यता चाहिँ देखाइराखेको छ हामी चाहिँ हेर्नेछौँ युट्युबलाई रेगुलर हेरिराख्नु होला धन्यवाद हेर्नु है यो चाहिँ नाग कोब्रा साँप नाग चाहिँ यस्तो हुँदो रहेछ ल नाग है कोब्रा साँप हेर्नु यहाँ चाहिँ यसरी बसिराखेको छन् यिनीहरू यो चाहिँ सेल्स वाइपर हो यो चाहिँ यहाँ हेर्नु त यस्तो मुनि यस्तै बसिरहेको छ हेर्नु है सबै कुराहरू यहाँ चाहिँ भारतीय अजगर इन्डियन यो चाहिँ पानीमा बस्दो रहेछ तातो हो कि चिसो त्यहाँ चाहिँ जियोसो कुनै उ गऱ्यो त्यसले के खाएको छ पेटमा अलिक ठुलो देखेको छ हेर्नु त एउटा चाहिँ वहाँ कुनामा छ ल हेर्नु है त्यसै गरी हजुरले धामन सर्प त्यो चाहिँ कहाँ छ रहेछ माथि बस्दो रहेछ त्यहाँ पनि अजिङ्गर छ माथि बसिरहेको छ हेर्नु हेर्दै गर्नु ढोर साँप भनेछ यहाँ चाहिँ ढोर साँप यो पनि इन्डियन रहेछ ल होइन कति ठुलो छ वाउ सो स्विट दुईवटा छ है त्यहाँ चाहिँ हजुरहरू हेर्न सक्नुहुन्छ उसको चाहिँ एउटा साँप केही खा रहेछ उसले चाहिँ अगाएर बसेछ ल यो चाहिँ एसियन वाटर मानिटर उहाँ चाहिँ हेर्नु त कस्तो टाइपको कुनामा बसेको छ ल यहाँनिर छ यो रुखको साइडमा छ है मजाले हेर्नु है त देखिन्छ यो चाहिँ सानो गोरो हामीले चाहिँ गोरो भन्छौँ है नेपालीमा ल हेर्नु है यस्तै ए कछुवाहरू
यहाँ चाहिँ कछुवाहरू यो भित्र बस्छ कछुवाहरू चाहिँ हामीले देख्न सकिँदैन आइएम सो सरी मैले देखाउन सकेन हजुरहरूलाई हाम्रो टिम चाहिँ यसरी हिँडिराख्नु भएको छ हामी घुम्नको लागि आएको सँगै आएको साथीहरू हाम्रो सरहरू म्याडमहरू हामी सँगै यसरी मजाले घुम्दैछौँ इट इज सो ब्युटिफुल यहाँ चाहिँ बटर गार्डन मेरो हातमा पडोस् आएर